यो चाहिँ हाम्रो गोलाइ बजार हो र मित्रगणलाई सबैजनालाई म जय गोर्खा भन्दै एउटा हाम्रो जति पनि हाम्रो ड्राइभर साथीहरू हुनुहुन्छ नि उहाँहरूलाई पनि एउटा सानो सूचना छ मेरो तर्फबाट। यो सूचना चाहिँ के हो भन्दाखेरि जति पनि अहिले यो नाला झोडाहरू मैला भइरहेको छ, यसरी ब्लकहरू भइरहेको छ, देख्नु हुँदैछ नि। तपाईहरुको पनि यसमा एउटा सफा राख्नुमा योगदान भएको हुनुपर्छ। हाम्रो लेबुङ भेलीको ड्राइभर पार्टीहरूलाई पनि मेरो तर्फबाट एउटा रिक्वेस्ट र नम्र निवेदन गर्न चाहन्छु। के चाहिँ चाहन्छु भन्दाखेरि अब जति पनि गाडीमा पेसेन्जरहरू चढेको हुन्छ नि, उहाँहरूले गाडीबाट त्यो चिप्सहरू केहरू खाएर खिड्कीबाट फुत्तै फ्याँकिदिने गरेको मैले धेरै जसो देखिसकेको छु। 100 मा 90%, 80% चाहिँ त्यस्तो व्यक्तिहरू देखेको छु। र अब चाहिँ तपाईहरुले पनि उनीहरूलाई आगा गराइदिनुहोस् कि जसमा कि चिप्सहरू खाएर बाटोमा फुत्तै नफ्याँकिदिनुहोस् भनिदिनु। जसले पनि फ्याँक्छ गाडी रोकेर टिप्नु लगाउनुहोस् त। त्यहाँबाट हाम्रो दार्जिलिङ त्यसै नै क्लिन हुनेवाला छ। र यो योगदान चाहिँ हाम्रो ड्राइभर साथीहरूकोबाट पनि भएको हुनुपर्छ भन्ने मेरोबाट यो बिन्ती चाहिँ हाम्रो लेबुङ लाइनको मात्र होइन, जति पनि हाम्रो यो दार्जिलिङ डिस्ट्रिक्टमा हुने सबै नै ड्राइभरहरूको लागि हो। र तपाईहरुले यो पनि बुझ्नुपर्ने अनिवार्य कुरोहरू हो। र तपाईहरुले पनि सफा राख्न सक्नुहुन्छ हाम्रो दार्जिलिङ डिस्ट्रिक्टलाई। किनभने तपाईहरुले जसले पनि चिप्सको प्याकेटहरू फ्याँक्छ नि त्यति नै बेला गाडी रोक्नुहोस् र उतारिकन टिप्नु लाउनुहोस् त। यस्तो मैला नै हुने छैन भन्दै यो तपाईहरुलाई पनि मैले सूचनाहरू पठाउँदैछु है। ल यो तपाईहरुले पनि बुझिदिनु जरुरी हुन्छ र नरिसाइदिनुहोस्। मैले भन्नु खोजेको कुरोहरू चाहिँ असल नै हो है, र बुझिदिनुहोस्। र यहाँ तपाईहरुको समक्षमा सबै कुरो मैले यो भन्नु अनिवार्य परेको छु। र थ्याङ्क यू र जय गोर्खा। पहिलो चरण मेरो गोर्खे प्रेमीहरूलाई जय गोर्खा। र घुमाएर फिराएर ल्याउँदाखेरि चाहिँ फेरि मोबाइललाई पनि घरि उल्टा घरि सुल्टा गरेर खिच्दिएको कारण चाहिँ किन भन्नु न, म चाहिँ मेरो सबै मित्रगणहरूलाई नि एउटा के भन्न चाहन्छु भने हेर्नुहोस्, हामी अब जागरुकता हुनु जरुरी छ, एकदमै जरुरी। किन भन्नुहोस् त, प्लास्टिक फ्री जोन भनेर बोर्डहरू लेखेको छ नि, इम्पोसिबल हो, इम्पोसिबल हो। किनभने हामी प्लास्टिक फ्री जोन गर्नै सक्दैनौँ। किनभने विदाउट प्लास्टिक हाम्रो लाइफमा सपोर्टेडै छैन। अब हेर्नुहोस्, एसेक्ट्रा मिठाईको कभरदेखिको लिएर चिप्सदेखिको लिएर प्याकेजिङ एसेक्ट्रा प्लास्टिक बिना हुँदैन। र बुझ्नुपर्ने कुरा चाहिँ के हो भने प्लास्टिक बिना चाहिँ मान्छेको जीवन चाहिँ चल्दैन चल्नु चाहिँ। तर यसलाई चाहिँ केयर गर्नु चाहिँ पर्छ नि हामीले, कि जतासुकै नाला झोडाहरूतिर फ्याँकेर चाहिँ सल्युसन कहिले हुँदैन है। प्लास्टिक फ्री जोन चाहिँ त्यस्तो प्रकारले हुँदैन। र प्लास्टिक फ्री जोन चाहिँ कसरी गर्नुपर्छ म तपाईहरुलाई बताउँदैछु कि जतिले पनि प्लास्टिकहरू प्रयोग गर्नुहुन्छ नि, तपाईहरुको सानो भए पनि घर आँगनहरू नभए पनि छत स्ल्याबहरू त हुन्छ नि त होइन। लगेर तपाईहरुले एउटा सानो टिनको अङ्गडी बनाएर डढाइदिनुहोस्। तपाईँको एक डोको प्लास्टिक छ भने डढ्दा कमसेकम एक मुठी हुन्छ, पर्यावरणलाई हानि हुँदैन। र मेरो त विषयवस्तु नै यस्तै हुन्छ है। र तपाईहरुलाई कस्तो लाग्छ हो, म चाहिँ के भन्नु चाहन्छु भने मेरो मित्रगणहरूले राम्ररी बुझ्नुपर्ने कुराहरू चाहिँ के हो भनेदेखि हामी चाहिँ अझै जागरुकता भएनौँ भने नि अब आउँदो भावी पिँढीहरूलाई चाहिँ एकदमै असुविस्ताहरू हुन्छ। किनभने त्यति बेला नाला झोडाहरूदेखिको लिएर टाकटुकै प्लास्टिकले भरिएको कारणले गर्दाखेरि त्यो नाला झोडाहरू चाहिँ खोलामा परिणत हुन्छ हो। सोच्नुहोस् त, नाला झोडाहरू चाहिँ केमा परिणत हुन्छ अरे, खोलामा। अन्त नाला झोडा चाहिँ खोलामा परिणत भयो भनेदेखि चाहिँ बुझ्नुहोस् त के चाहिँ हुन्छ अब। अन्त हामीले अहिले नै बुझ्नुपर्ने कुराहरू हो। र प्लास्टिक फ्री जोन गर्नु चाहिँ हामी एकअर्का सबै मिल्यौँ भने मात्रै फ्री जोन हुने चाहिँ। र
फ्रिजन चाहिँ कसरी गर्नुपर्ने तपाईँ हामी सबै नै मिलेर मात्र फ्रिजन गर्न सक्छौँ। सरकारले मात्र होइन, कर्मचारीले मात्र होइन, हामी सबैजना मिल्यौँ भने मात्रै प्लास्टिक फ्रिजन हुनेछ। र तपाईँहरूलाई कस्तो लाग्छ, के लाग्छ प्रतिक्रियाहरू गरिदिनुहोस्। किनकि मैले देखेको र मैले बुझेको मार्फत चाहिँ यति नै हो। र तपाईँहरूलाई कस्तो लाग्छ है नानु बाबा, भान्जी भान्जी, र तपाईँहरूलाई कस्तो लाग्दैछ मेरो भिडियोहरू? म चाहिँ हरेक कुरो देखाउने गर्छु। र मेरो मित्रगणलाई त सबै कुरो नै थाहा नै छ। म त